पिसाब हो कि कुकुरको हो कि मान्छेको हो यता सुटकेस के हो खाली हो कि सामान हो ट्रली है सोफा त्यहाँ राखिरहेको छ त्यहाँनिर के हो कुन्नी आज चाहिँ तपाईँको टेनेन्सी चेक डिजास्टर गरेर छोडेर गएको रहेछ है यहाँ हेर्नुभयो भने यो सोफामा यो पिसाब हो कि कुकुरको हो कि मान्छेको हो यतातिर हेर्नुभयो भने लथालिथिङ्गै छ है सोफा बेड म्याट्रेस कपबोर्ड यो सुटकेस के हो खाली हो कि सामान हो यस्तो छ यहाँनिर है सोफा त राम्रै होला अब यसरी छोडेर गएको छ टोइलेटको पोटी है हुन त यो प्रपर्टीमा चाहिँ टेनेन्टले चाहिँ लास्ट मिनटमा चाहिँ इमर्जेन्सी चाहिँ नोटिस दिएर चेकआउट गरे हो भिसा सकेको भएर इमर्जेन्सी चेकआउट गर्नु परेको रहेछ देश छोड्नु परेर ल हेर्नुहोस् यो यस्तो के हो यो पिङ फलामको है अस्ति मान्छे बस्दा त राम्रै थियो ल ट्रली है सोफा त्यहाँ राखिरहेको छ त्यहाँनिर के हो कुन्नी यो हेर्नुहोस् यो के हो बार्बेक्यू स्ट्यान्ड त निकै भयङ्कर यो पनि डिजास्टर रहेछ होला अलिकति राम्रै हुन त यो राम्रै खालको बार्बेक्यू स्ट्यान्ड हो यस्तो तरिकाले छोडेको छ अब यो सबै फाल्ने त हो नि अब भित्र आउनुभयो पनि ल हेर्नुहोस् यहाँनिर राम्रै ल्यामिनेट फ्लोरिङ थियो यो नयाँ राखेको अब यसको माथि यिनीहरूले कार्पेट यस्तरी ल पुरा कार्पेट टाँसेर राखेको छ यो चाहिँ छोडेर जाँदा निकालेर जानुपर्छ भने यत्तिकै छोडेको छ भेत्ताभरि मैला छ ल हेर्नुहोस् यहाँनिर हेर्नुभयो भने बच्चाहरूको के हो मार्क छ यहाँनिर लेखेको मार्क छ यहाँनिर यस्तो मार्क छ यहाँनिर है यो होल घर नै फुल पेन्टिङ गर्नुपर्छ त्यो भएर यहाँ पेन्टिङ पनि हामीले रेडी गरिसकेको छु गुड थिङ इज यहाँनिर व्हाइट कलर भएको भएर त्यति गाह्रो नहुनु पर्ने ल यहाँनिर यो यस्तो टिभीको स्ट्यान्ड है यस्तो टिभीको स्ट्यान्ड किचनमा बस्दा नि के को टिभीको स्ट्यान्ड टिभी राख्नु पर्यो है यत्रो पाल गरेको छ फुल रिपेयर गर्नुपर्छ ल बाहिरतिर चाहिँ यतिको चाहिँ ठिकै हो यतिको चाहिँ नट टु ब्याड अलिअलि हेजिसहरू ट्रिम गर्नुपर्छ यो ग्रासहरू अलिअलि ट्रिम गर्नुपर्छ होला नत्र प्रपर्टी त भयङ्कर राम्रो छ नि तपाईँको साइडमा चाहिँ ड्राइभवे उतापट्टि ग्यारेज पनि छ दुईटा गाडीहरू छ यहाँनिर होइन प्रपर्टी र लोकेसन त निकै राम्रो छ नि यो कार्पेटहरू बाहिर सब मैला भएको छ होइन यो क्यामेरामा चाहिँ देखिन्छ कि देखिँदैन तर यो चाहिँ सब यो चाहिँ जेट वास गरेर पनि हुँदैन यो वास गरेर हुँदैन यो चाहिँ पुरा फेर्नै पर्छ नयाँ भने फेर्नै पर्छ यहाँ हेर्नुहोस् यो कालो कपालको रङ हो कि के हो ल हेर्नुहोस् कर्टन पोल भाँचेर राखेको छ है अब बाथरुम चाहिँ डिसेन्ट नै छ तर यहाँको मुनि एउटा रबरको त्यो सिल हुनु पनि त्यो पनि छैन है यता बाथरुममा आउनुभयो भने ल हेर्नुहोस् यहाँ बाथरुम प्यानल पनि यो सबै फुटाएको भएर यो चाहिँ रिपेयर गर्ने अब यो 2 वर्ष अगाडि मात्रै नयाँ राखेको हो फेरि रिपेयर गर्ने भनेर निकालेर चाहिँ राखिरहेको छ है अब यो साइड साइडको भेत्ताहरूमा अब जस्तै फर इक्जाम्पल यहाँनिर यस्तो यो मैलाहरू राम्रोसँग देखिँदैन यो कार्पेटहरूमा यो आइरनको डाम हो कि के हो यो कडा छ यो क्यार कराउँछ यो रिपेयर गरेर हुँदैन यो होल एरियामा चाहिँ यो व्हाइट पेन्ट हान्नै पर्छ अझै यहाँ त पुरा पेन्सिलको मार्कै थियो त अलिअलि भनेर सफा चाहिँ गरेर गयो रहेछ सो एनिवे हजुरहरू यस्तो चेकआउटमा यस्तो खालको डिजास्टर देख्नुभयो भने आत्ति हाल्नु चाहिँ पर्दैन है यदि हजुरहरू ल्यान्डलर्डहरू हुनुहुन्छ भने चाहिँ हजुरहरूले सेक्युरिटी डिपोजिट पक्कै लिनु भएको होला यदि सेक्युरिटी डिपोजिटहरू लिनुभएको छ भने चाहिँ मोस्ट लाइकली मोस्ट अफ दि कस्ट चाहिँ कभर नै हुन्छ होला है सो यो प्रपर्टी